गाइज वेलकम टु माई युट्युब च्यानल। आज त मेरो साथी अस्मिता र आकृति चाहिँ यहाँ हुनुहुन्छ। आफ्नो आफ्नो इन्ट्रोडक्सन दिनु त। इन्टरभ्युलाई नै बोलायो, कति पैसा दिन्छ? छिटो पहिला आकृतिलाई। आकृति के अस्मिता? ल नमस्ते सबैजनालाई। एकदम संस्कारी है हुन्छ संस्कारी। भ्युअर्सहरुलाई नमस्ते। मेरो नाम आकृति। म चाहिँ अस्मिता तिमसिना। घर चाहिँ मेरो विराटनगर, बसाइ काठमाडौँ भन्न मिलेन अहिले। अस्मिता तिमीले चाहिँ अहिले के गरिरहेछौ यसो भनिदेऊ न। म चाहिँ अहिले मास्टर्स गरिरहेको छु युनिभर्सिटी अफ अल्बर्टामा। कोर्स बेस्ड हो मेरो चाहिँ, यही सेप्टेम्बरदेखि गर्न थालेको। अनि आकृति तिम्रो? म चाहिँ फरेस्ट्री पढिरहेको छु। म नै सेप्टेम्बरबाट आएको। ल आकृति तिमीलाई चाहिँ तीनटा कुरा मन परेको अनि तीनटा कुरा मन नपरेको अबाउट क्यानाडा भन त। क्यानाडामा चाहिँ कामको चाहिँ रेस्पेक्ट साह्रै नै राम्रो हुँदो रहेछ। लाइक जहाँ पनि टाइममा लाइक पङ्क्चुअल हुन पर्यो होइन, त्यो चाहिँ उनीहरूको पनि टाइमको रेस्पेक्ट गरेको भन्ने हुँदो रहेछ। अनि एउटा फन्नी कुरा चाहिँ गाडीबाट झर्दाखेरि चाहिँ थ्याङ्क यू भन्दा रहेछ कि आगाले, त्यो चाहिँ साह्रै मन पर्यो। जस्ट त्यो एउटा राम्रो सिक्ने कुरा। अनि जे कुरा पनि लाइक गाडी गुगल म्यापमा हेर्ने, त्यो गाडी जतिखेर आउँछ भने त्यतिखेरै आएको हुन्छ कि, कस्तो सिस्टमेटिक जे पनि होइन, त्यही हो। अनि नराम्रो लागेको कुरा? नराम्रो लागेको चाहिँ कहिले कहिले खै यहाँका क्यानेडियन इभन ल्याब मेम्बरहरूले पनि भन्न मिल्छ लाइक वास्ता नगरे जस्तो कि आफ्नै त्यो रेसिस्ट भन्ने के भन्ने रेसिस्ट त हल्का बायसनेस भएको फिल चाहिँ हुन्छ। तर अब मैले पुरा उस्तो के अरे, अनि त्यही हो। नरौ ल अब अस्मिताले चाहिँ के राम्रो लाग्यो के नराम्रो लाग्यो भन त। नराम्रोमा चाहिँ भन्छु ल, सुरुमा त यहाँको वेदर ठिक छ त्यो वेदर त सबैलाई हो, युनिभर्सल कुरा भइहाल्यो त्यो त। अनि युनिभर्सल चाहिँ नभन न, मैले फिल गरेको। अनि तर वेदरमै पनि अब जस्तो यति बेला पनि मजाले घाम लागिरहेछ। अहिले कति बज्यो? 7 बज्न लागिसक्यो लगभग होइन। त्यही पनि मजाले घाम लागिरहेछ, त्यो पनि राम्रै हो। नराम्रो प्लस राम्रो सँगसँगै छ होइन। अनि अब मेरो चाहिँ फिलोसोफिकल एन्सर हुन्छ है, जुन कुरालाई राम्रो लिँदै गयो भने राम्रो हुँदै जान्छ, नत्र त्यही कुरालाई नराम्रो पनि हुन्छ होइन। अब जस्तै यहाँ चाहिँ अब त्यो आफ्नो वास्ता हुँदैन के, अब त्यसलाई राम्रो रूपले पनि लियो, नराम्रो रूपले पनि लिन सकिन्छ। जस्तै कि अब वास्ता हुँदैन, आफू पनि आनन्दले हिँडिन्छ, त्यो आफूलाई त्यस्तो हुन्छ। तर अब फेरि आफूलाई कहिलेकाहीँ चाहिएको बेला चाहिँ कसैले वास्ता नगर्दै जान्छ, त्यही बेला नराम्रो लाग्छ। अब भयो धेरै भन्दिनँ। अनि अस्मिता तिमीलाई एजुकेसन सिस्टम चाहिँ कस्तो लाग्यो? तिमी त इन्डिया नै पढ्यौ, नेपाल नै पढ्यौ, कस्तो लाग्यो? एजुकेसन सिस्टम ठिकै छ है, त्यति धेरै प्रेसर हुँदैन होइन। लाइक बडी थ्योरिटिकल भन्दा पनि असाइनमेन्ट्स, प्रेजेन्टेसन, यो कुरा चाहिँ पछि आफ्नो पर्सनल डेभलपमेन्ट हुने वेले चाहिँ जान्छ है। अनि थ्योरिटिकल भन्दा पनि पढ्नै पर्दैन भन्ने पनि हुँदैन। फेरि हामीले चाहिँ पढ्नुपर्छ है, अब त्यो पढ्नै नपर्ने भन्ने चाहिँ हुँदैन रहेछ। विदेशमा त पढ्नै पर्दैन भन्थेँ म त, पढ्नै पर्दैन भनेर आएको थिएँ। तर त्यस्तो चाहिँ हुँदैन रहेछ। अनि अरू त ठिकै छ। अनि जे होस् पास गर्नलाई चाहिँ गाह्रो छैन, किनकि असाइनमेन्टहरूले गरेर पनि मार्क्सहरू चाहिँ आउँछ नै जस्तो लाग्यो है मलाई चाहिँ, मेरो एक्सपिरियन्सले चाहिँ। अनि अब नपढे पनि पास गर्न चाहिँ सकिन्छ चाहिँ जस्तो लाग्यो, तर अलि राम्रो मार्क्स ल्याउन ओर्न त पढ्नै पर्यो। अनि अरू चाहिँ क्लासमा चाहिँ लाइक हुन्छ नि, सबै प्रोफेसरले नै पढाउँछ भन्ने चाहिँ हुँदैन यहाँ। अनि त्यो डिपमा जाने पनि भन्ने हुँदैन, सर्फेसली नै जान्छन् प्रोफेसरहरू। इभन यस्तो हुन्छ कि एउटा क्लासमा लाइक 70-80वटा स्लाइड फरर सकिदिन्छन् क्या। त्यो चाहिँ मलाई चित्त नबुझेको कुरा। त्यो चाहिँ फेरि आफैले पढ्नुपर्छ, आफूलाई जुन चिज चाहिएको त्यो आफैले पढ्नुपर्छ। यहाँको कस्तो फरक के, यहाँको स्टुडेन्टसँग आफूलाई कम्पेयर त गर्नु हुँदैन होइन। तर कम्पेयर गर्ने हो भने उनीहरूको क्रिटिकल थिङ्किङै कस्तो फरक कि, अब उनीहरूले गर्ने क्वेसन, यहाँ उठाउने क्वेसनहरू, सोध्ने क्वेसनहरू नै कस्तो कडा लाग्ने कि। हाम्रो चाहिँ म त बुझ्दिनँ। त्यही त हामीलाई चाहिँ एकछिन प्रोसेस गर्नै टाइम लाग्छ क्या। प्रोफेसरले के विषयमा पढाइरह कि एक त ल्याङ्ग्वेज ब्यारियर भएर पनि हुनसक्छ होइन।
तर क्वालिटी चाहिँ यहाँको मान्नै पर्छ, त्यही भएर पनि त हामी यहाँ आएकै हो होइन, त्यही क्वालिटीकै लागि। अनि त्यही हो के अरे प्रोफेसरहरू फेरि त्यस्तो के पढ्नै पर्छ यहाँ त्यहाँ तैँले यस्तो गर उस्तो गर, विद्यार्थीलाई चाहिँ त्यो के थर्काउने गर्ने त्यस्तो केही हुँदैन, एकदम हेल्पफुल हुन्छन् प्रोफेसरहरू, सोधेको भन्छन् होइन। अनि त्यही एसाइनमेन्ट यहाँ चाहिँ त्यही अस्मिताले भने जस्तो असाइनमेन्टहरू सबैले चाहिँ मार्क्स कभर गरेर त्यो पास हुन गाह्रो हुँदैन। अनि कुनै पनि प्रोफेसरहरू यति हेल्पफुल हुन्छन् कि तिमीले जेसुकै एन्सर गरे पनि तेरो एन्सर गलत भयो, तँ यस्तो नराम्रो भनेर चाहिँ कहिले भन्दैनन्। लाइक यस्तो तरिकाले तिम्रो एन्सरलाई पनि लिन्छन् कि तिमीले चाहिँ अझै के तिम्रो कन्फिडेन्स चाहिँ झन् बढे जस्तो फिल हुन्छ। त्यही हो। बाई बाई गर्दैछौँ। अनि त्यसै गरी सम्पूर्णलाई यो नव वर्ष 2082 सालको हार्दिक शुभकामना। स्वस्थ रहनु, मस्त रहनु, नेपाललाई माया गर्नु, त्यही हो।